हजुरको परिचय? मेरो नाम चिनियालाल माका, यो एकान्त कुमारी ड्योछी उपभोक्ता समितिको संयोजक मलाई राख्नु भएको छ। अब मैले बुझे अनुसार चाहिँ यो भवन यो 2072 सालमा भूकम्प आएको थियो। त्यो बेला चाहिँ यो सबै विनाश भएको छ। त्यही भएर हामी यहाँ टोलवासी सबै मिलेर यो हाम्रो ठुलाबडा दाजुभाइ सबैले चाहिँ यो मर्मत अथवा चाहिँ यो भवन चाहिँ बनाउने सरसल्लाह चाहिँ भइरहेको थियो। अनि म नगरपालिकासँग यो समन्वय गरेर मैले वडामा पनि गएर चाहिँ हाम्रो चाहिँ यो वर्षको एकचोटि यहाँ भव्य मेला लाग्ने थियो। ऊ बेला चाहिँ हामीले यसो बुझेर सम्झेर गर्दा चाहिँ यो चाहिँ हामी सबै टोलवासी मिलेर चाहिँ यो भवन चाहिँ बनाउनेमा चाहिँ मलाई जिम्मा दिएर चाहिँ म वडामा गएर वडा अध्यक्षसँग कुरा गरिरहेको थिएँ। वडा अध्यक्षले भन्नुभएको थियो, हुन्छ सकेसम्म हामीले चाहिँ कोसिस गर्छु, भवन चाहिँ बनाउनै पर्छ, तपाईँहरू अब टोलमा बसेर चाहिँ अब के गर्नुपर्ने हामीले सक्दो सहयोग गर्छु भनेर चाहिँ उहाँले भन्नुभएको थियो। यो यहाँले चाहिँ ढलान नगरिकन इट्टा माटो काठबाट बनाउने गयो होइन? हजुर, यो टोलमा सरसल्लाह गर्दा चाहिँ अब यहाँ सबै छिमेकी चाहिँ सबै घरहरू चाहिँ सबै ढलानमा थियो। हजुर। अनि यहाँ हाम्रो स्थानीयसँग सरसल्लाह गर्दा चाहिँ हाम्रो अरू जस्तै चाहिँ नबनाउने, यो चाहिँ अब यो नमुना घर जस्तै बनाउने भनेर चाहिँ सबैले भन्नुभएको थियो। त्यही भएर चाहिँ हाम्रो सिलसिला चाहिँ त्यसैमा चाहिँ लागिरहेको थियो।